हेलो गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो। आशा गर्दछु तपाईँहरू सबजना सन्चै आरामै हुन्छ र म पनि एकदमै सन्चै छु, आरामै छु र न्यू डे न्यू ब्लग लिएर हजुरहरूको अगाडि फेरि पनि आइसकेको छु। म चाहिँ एउटा ब्लग लिएर, यो चाहिँ भिडियो होइन ब्लग हो। योभन्दा अगाडिको मुबाम भिडियो हेर्नु भएको छैन भने चाहिँ गएर हेर्नु होला। जो जसले हेर्नुभएको छ लाइक पनि गर्नु होला, कमेन्ट पनि गर्नु होला। अनि जो नयाँ भ्युवरहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सब्सक्राइब गर्नु होला। म चाहिँ सिर्जना है, अब नयाँ भ्युवरहरूले त चिन्नुहुन्न नि त मलाई, अनि त्यही भएर चाहिँ मैले नाम पनि भन्नुपर्ने हुन्छ। म चाहिँ जहिले बिर्सिँदो रहेछु है मेरो नाम भन्नु चाहिँ, तर पनि तपाईँले चिनि नै हाल्नुहुन्छ अहिले त्यो नामबाट नै। अनि त्यो किन भन्दै अनि म चाहिँ आज भिडियोमा के होला भनेर सोच्नुहुन्छ भने चाहिँ मैले चाहिँ कति मेरो घर बनाइसकेँ है। मेरो सपनाको एउटा त्यो चाहिँ मान्छेहरूको चाहिँ एकदम सानो सपनादेखि ठुलो 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 हुँदै जान्छ। मेरो चाहिँ एकैचोटि त्यस्तो हुँदैन है, फटा भन्नुहुन्छ सबैले मोबाइल हेर्दै जाऊ जाऊ ल ल। अनि मेरो चाहिँ एकैचोटि घर बनाउनु पर्ने भयो नि त, अब त्यस्तै सिचुएसन नै त्यस्तै थियो र। अनि यति क्युट भएको छ, यति सोचे जस्तै है, मैले जस्तो म यस्तो बनाउँछु मेरो घर पनि थिएँ सोचे जस्तै भएको छ। अनि तपाईँहरूलाई पनि देखाउँछु। म चाहिँ पानी लाउन जान आँटेको त्यो पिलरहरू दिएँ, अनि तपाईँहरूलाई पनि देखाउनु पऱ्यो भनेर चाहिँ मैले भिडियो पनि ठ्याक्कै स्टार्ट गरिहालेँ। कत्तिको अब भिडियो बनाउन के अब उयो हुँदैन नि त कन्टेन्ट, अनि भिडियो बनाउँदिनँ तर आफूले नै बनाउनु पर्दो रहेछ कन्टेन्ट भनेर चाहिँ मैले थाहा पाइसकेको छु। र मम्मी चाहिँ अम्ला मम्मीको अस्ति उयो भएछ र उयो एक्सरे गर्न जानुभएको थियो, अनि यहाँ मम्मीको हड्डी त के भएको रहेछ मैले हेरेँ। मलाई हेर्न आए जति चाहिँ तपाईँले पनि हेर्न सक्नुहुन्छ, केही भएको छैन, राम्रो रहेछ। मम्मीको हड्डी चाहिँ हातको त्यही सड्केको होला सायद, त्यो मासु फाटेको होला है, यस्तो त्यो सुँगुर उचाल्ने हुनुभएको अरे त्यस्तो भयो अरे। अब निको हुन्छ यसरी एक्सरेहरू गरेर आउँदाखेरि चाहिँ मम्मी चाहिँ, अनि मैले हिजो भिडियो बनाउनै पाइनँ नि त। अनि यो चाहिँ मम्मीको कोठा हो। यहाँ चाहिँ अस्ति मैले यताउता सारिदिएको बेडहरू चाहिँ दसैँमा तपाईँहरूले देखिहाल्नु त्यो ब्लगमा चाहिँ होइन, यताउता सारिदिएको थिएँ। अनि अहिले चाहिँ यो ब्याक क्यामेराबाट भिडियो बनाउँदा चाहिँ राम्रो आउनु थालेको छ नि त, अनि मैले ब्याकबाटै भिडियो बनाउँदैछु। आज दिनभरि के हुन्छ कसो हुन्छ घरमै हुन्छ ब्लग चाहिँ, म कहीँ जान्न भन्थेँ, घरकै ब्लग हेर्नु होला। आज चाहिँ यिनसम्म एकदमै रमाइलो हुनेछ, एकदमै अब भइसक्यो चाहिँ फनी पनि हुनेछ हेरौँ। अनि अस्ति मम्मीले मलाई क्या यसरी टोइलेट जाँदै थिएँ, टोइलेटको पछाडिपट्टि त लुकेर मलाई तर्साउनु भएको थियो क्या, रिभेन्ज लिनु छ आज मम्मीसँग। र हल्का मम्मी रिसाइ पनि राख्नुभएको छ, हेरौँ के कस्तो हुन्छ हेर्दै गर्नुहोस्। त्यति हो, म घर पनि देखाउँछु ल। हेर्नु सक्नुहुन्छ यो अगाडिको भ्यू यति राम्रो भइरहेको छ। म चाहिँ एकदमै एक्साइटेड छु क्या मेरो घर रङ्गाउन। अब हेर्नु त कस्तो दामी देखेको छ यो। अनि किचनमा चाहिँ टाइलको काम चल्दैछ अहिले चाहिँ। दिस इज माई चोइस फर किचन। हेर्नु कस्तो छ, राम्रै होला है। अनि मैले हेरेको थिएँ हिजो चाहिँ यस्तो नहुँदो रहेछ क्या बिटमा चाहिँ, तर पनि राम्रो देखिरहेको छ। मैले अरूको किचन हेरेको थिएँ त्यो बिट चाहिँ नहुँदो रहेछ। अनि यो चाहिँ 2 लेभलमा त लगाएको छौँ हामीले चाहिँ। यहाँ चाहिँ भाँडा मस्काउने ठाउँ, यहाँ चाहिँ धारा राख्न आँटेको, अलिक माथि भएछ तर पनि दाइ राख्ने अब नफुटाउने। अनि यहाँ चाहिँ छ टाइलहरू, बाँकी यो सबै यो भुइँमा लाउने हो बाहिर र भित्र, अनि भित्र चाहिँ नलाउने मैले ढलाइ गरिसकेको, ढलाइ गर्न लागिसकेको छु। यहाँ चाहिँ भिजेर भएको छ टाइल, यहाँ चाहिँ पानीले राम्रो होस् तर होस् भनेर पानी भिजाइरहेछ। यो चाहिँ हुन्छ मेरो रुम। अनि यहाँ चाहिँ अलिक अग्लो भएछ, पानी उयो भएको छैन, माथि चाहिँ पानी नै गएको छैन, यहाँ चाहिँ अग्लो रहेछ, राम्रै हो। भित्रको पानी माथि जम्मा हुँदैन, यस्तै छ अहिलेको लागि चाहिँ। अनि यहाँ चाहिँ अब रुम निकाल्न आँटेको, यहाँ पनि अब निकालिहाल्ने रुम उता, किनकि यता टोइलेट जानु मिल्दैन, यहाँ रुम निकालिहाल्ने हो। अब यो सबै बाहिर टाइलको काम सकेपछि चाहिँ त्यताको पनि थाल्ने। यहाँ चाहिँ भिजाइराख्नु भएको छ भाइले पनि लाउनुहुन्छ टाइल पनि, मेरो देवर भाइले। अनि यहाँ पनि चाहिँ यो सबै भुइँको लागि हो। म डिजाइनहरू पनि तपाईँहरूलाई देखाउँछु, थम्बनेलमा राखिदिन्छु यहाँ सबै टाइलको डिजाइनहरू। अब चाहिँ फिनिसिङ भएर मात्रै भेटौँ, धेरै मैले घर देखाइसकेँ साथीहरू। म चाहिँ पानी लाएर पनि आइसकेँ, अनि लुगाहरू पनि फेरि सबै भिज्यो नि त पानी नलाएर। हेर्नु न सबै खुट्टाहरू हिँड्दैछ अझै पनि, खुट्टाहरू लुगाहरू फेरेर अनि चाहिँ
अब चाहिँ म मेरो कामहरू छ हल्का फल्का कामहरू गर्छु अनि ब्लग बनाउन सुरु गर्छु। कस्तो लाग्यो तपाईँहरूलाई मेरो घर कमेन्ट गर्नु होला। अनि मैले चुज गरेको टालीहरू चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो त्यो पनि भनिदिनु र कमेन्ट गर्नु होला। अनि अझै तपाईँहरू के सजेस्ट दिनुहुन्छ म घर बनाउँदाखेरि यसो गर अझै त्यहाँ यस्तो थप यताउता भन्नुहुन्छ भने चाहिँ म सजेसन गर्न खोज्छु। तपाईँहरू प्लिज सजेसन दिनु होला के कस्तो गर्दा राम्रो हुन्छ। हेलो गुड मर्निङ सबैजनालाई है। म चाहिँ फेरि एउटा नेक्स्ट डे आइसकेको छु। हिजोको भ्लग चाहिँ त्यहीँबाट कन्टिन्यू हुँदैछ त्यो यो भ्लग चाहिँ। अनि आज चाहिँ शनिबार मेरो व्रत अनि हामी चाहिँ मन्दिर जाँदैछौँ। हेलो स्वागत छ तिमीलाई। थ्याङ्क यू पनि छैन नेपालीबाट धन्यवाद अरे। हामी चाहिँ मन्दिर जाँदैछौँ शिवालय मन्दिर आज शनिबार। अनि दुईजना मेरो चाहिँ जहिलेको हो शनिबार उसले चाहिँ आज लिएको। अनि त्यही भएर हामीले चाहिँ यहाँ दुध बोकेको छौँ शिवलाई चढाउन। अनि मैले चाहिँ शिव जस्तो बुढो पाइसकेको छु उसले चाहिँ पाम भने न तर यहाँ घामको यसले हामीलाई फिक्स नराम्रो देखेको छ भन्नु चाहिँ थाहा छ मलाई है। तर पनि अब गर्नै पर्यो एकछिन। साथीहरू हामी चाहिँ मन्दिरको नजिक पुग्न मन्दिर चाहिँ ऊबाट रोडकै छेउमा छ। अनि हामी चाहिँ यहाँ जाँदैछौँ जाडो भइरहेछ। बिहानै पनि त्यस्तो बिहानै चाहिँ छैन किनकि अब बिहानै भनौँ न अब उठेर नुहाइ गरेर घरमा पनि पूजापाठ गरेर हिँडेको बिहानै हो 7 बजी पनि उही चिसो न चिसो भइरहेछ। गालामा मेरो पुरा काँडा उम्रिसक्यो ऊ पनि थरर कति राम्ररी देखेको भनेर। अनि हामी चाहिँ अब त्यहाँ मन्दिरमा पूजा गर्दै गरेको भिडियो बनाइछौँ भने चाहिँ हाल्छु। अब बनाइन्छ नै हेर्नु होला के कस्तो हुन्छ हेरेको। साथीहरू हामी मन्दिर त आइपुग्यौँ तर मन्दिर चाहिँ भित्रको मन्दिर चाहिँ खोल्नु भएको रहेछ बाजेले बाहिरको। ओ माइ गड झन्डै साडीमा चेपेर लड्यो। अब यहाँ हामी पूजा गर्छौँ अनि चाहिँ जानेछौँ यताबाट जाने हेरेर। ए मन्दिर त खोल्दै रहेछ। हामी अब यहाँ पूजा गर्छौँ ल एकछिन। यहाँ चाहिँ भगवान्को मन्दिर यहाँ चाहिँ मेन अब भनौँ न पूजा गर्ने ठाउँभित्र चाहिँ यहाँ चाहिँ पन्ध्र के पो भन्छ हौ यहाँ मण्डप भन्दा रहेछ। यो चाहिँ मण्डप भयो बे गर्नको लागि अब जो आउनुहुन्छ। अनि ऊपर चाहिँ हाम्रो खोइ के भगवान्को पो हुनुहुन्थ्यो तुलसी भगवान् विष्णु भगवान् कसको मन्दिर थियो पहिला चाहिँ अहिले चाहिँ त्यो भत्किसकेको छ। यहाँबाट हेर्नु न। अब म पनि हल्का टिकटक बनाएर जान्छु ल घर अनि घरमै भेटौँ। साथीहरू हामी चाहिँ यहाँ अब मन्दिरमा पूजा गरेर पनि निस्किसक्यौँ। अनि यहाँ चाहिँ हामी भिडियो बनाउँदैछौँ टिकटक भिडियोहरू। यहाँ हाम्रो राम्री म यहाँ चाहिँ मेरो कस्तो आइरहेको छ राम्रो आएको जाडो भएर मर्न आँट्यो। हामी चाहिँ अब छिटो घर जाने यहाँ अलिअलि टिकटक भिडियो बनाउने अरेको चाहिँ। अनि त्यहाँबाट उसको भिडियोहरू बनाइन्छ अनि एकैचोटि घरमा भेटौँ। साथीहरू हामी चाहिँ पूजा गरेर आएर चाहिँ मैले चाहिँ यहाँ सुजी पकाएँ। म जहिले सुजी र चिया खान्छु अनि कोला पनि छ। अनि आजको भिडियो चाहिँ कस्तो के लाग्यो तपाईँहरूलाई चाहिँ म चाहिँ भिडियो यहीँ गर्छु किनकि त्यस्तो केही छैन नि त तपाईँहरूलाई इन्टरटेन गराउनको लागि। जे छ त्यही हेरिहाल्नुभयो यति भन्दै आजको भिडियो चाहिँ गर्छु। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई।